दर्शकबिन नमस्कार। तपाईँ यति बेला डेली नेपाली न्युज हेर्दै हुनुहुन्छ। सदाको दिन जस्तै आज पनि देश तथा विदेशका महत्त्वपूर्ण समाचारहरू लिएर उपस्थित भइसकेका छौँ। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई क्लिक गर्नुहोला। साथै कुन ठाउँबाट हेरिरहनु भएको छ तलको कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। दर्शकबिन यसै गरी आजको पहिलो र विशेष खबर रहेको छ। आफ्नै श्रीमतीलाई समानुपातिक सूचीमा राखेको भन्दै ज्ञानेन्द्र शाही रिसाए। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा भित्र समानुपातिक सूचीलाई लिएर गम्भीर आन्तरिक विवाद चर्किएको छ। पार्टी उपाध्यक्ष बिर्दिमान तामाङले समानुपातिक सूचीमा आफ्नै श्रीमती सरस्वती लामालाई शीर्ष स्थानमा राखेको विषयमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक रूपमा कडा आपत्ति जनाएका छन्। प्रवक्ता शाहीले पार्टी नेतृत्वलाई प्रत्यक्ष अपिल गर्दै पार्टी जगाउन चाहेको हो भने समानुपातिक सूची तुरन्त फेरबदल गर्नुपर्ने चेतावनी दिएका छन्। उनले पहुँच र परिवारवादका आधारमा होइन, विपन्न र योगदान गरेका कार्यकर्ताहरूलाई अवसर दिनुपर्ने माग गरेका छन्। यसैगरी सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै शाहीले 2064 देखि 2079 सम्म एउटै परिवारबाट 4 जना संसद भइसकेको स्मरण गराउँदै प्रश्न उठाएका छन्। 2064 सालदेखि 2079 सालसम्म एउटै परिवारबाट रापरपाको समानुपातिक कोटा र गठबन्धनबाट 4 जना संसद भइसक्दा पनि नपुगेर अझै 2082 सालमा पार्टीका उपाध्यक्षले आफ्नो कान्छी श्रीमतीलाई समानुपातिक कोटाको शीर्ष स्थानमा राख्नु कस्तो अन्याय हो, शाहीको प्रश्न रहेको छ। उनले अझ गम्भीर आरोप लगाउँदै पार्टीबाट कारबाही भई साधारण सदस्य समेत नहरने गरी र एकपटक पनि रापरपालाई मतदान नगरेकी व्यक्तिलाई पहुँचका आधारमा सूचीको शीर्ष स्थानमा राख्नु पार्टी र देश दुवैका लागि घातक हुने चेतावनी दिएका छन्। शाहीले प्रतिस्पर्धा गर्न चाहने नेताहरूलाई समानुपातिकबाट हटेर प्रत्यक्ष चुनाव लडेर तयार हुन चुनौती समेत दिएका हुन्। यदि सक्षम र लोकप्रिय हुनुहुन्छ भने समानुपातिकको सहारा नलिई प्रत्यक्ष चुनाव लड्नु उनको भनाइ रहेको छ। दर्शकबिन यसै गरी अर्को प्रसङ्ग रहेको छ। अब ओलीलाई मात्र स्थान हद। गत भदौ 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगले असोज 12 गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृह मन्त्री रमेश लेखक सहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो। पूर्व गृह सचिव गोकर्ण मणि डुबाडी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हितराज थापा पनि स्थान हदमा थपिएका थिए। कार्तिक 26 गते आइजिपीबाट अवकाश भए लगतै चन्द्रकुमार खापुङलाई पनि स्थान हद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र आएको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न आयोगले सरकारलाई भनेको थियो। पूर्व गृह सचिव गुडावी, 2 पूर्व आइजिपी खापुङ र पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल स्थान हद फुकुवा गर्न निर्णय पुस 7 गते भएको थियो। त्यसपछि पनि ओली र लेखकको भने स्थान हद कायमै रहेको थियो। जाँचबुझ आयोगले बिहिबार लेखेको पनि स्थान हद कुवा गरिसकेको छ। अब पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र स्थान हद कायमै रहनेछ। अरूको बयान सकेर आयोगले स्थान हद फुकुवा गरेको हो। लेखकको बयान बुधबार सकिएको थियो। दर्शकबिन यसै गरी डाक्टर निकोलस भुसालसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन। सरकारले अनसन्न डाक्टर निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ। गत भदौ 24 र 23 गते भएका घटनाको दोषीमाथि कारबाही गर्नुपर्ने संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्ने लगायत 5 बुँदे माग राख्दै 10 दिनदेखि अनसन्न बस्दै आएका डाक्टर भुसालसँग वार्ता गर्न सरकारले आज प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालको संयोजकतामा वार्ता समिति गठन गरेको हो। वार्ता समितिको सदस्य प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल सिन्हा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव डाक्टर भीम कुमार भुसाल र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल रहेका छन्। माइतीघर मण्डलमा अनसन्न बस्दै आएका डाक्टर भुसालको स्वास्थ्य समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। बुधबार नै गृहमन्त्री ओम प्रकाश आर्यल वीर अस्पताल पुगी अनसन्न डाक्टर भुसालको स्वास्थ्य बारे जानकारी लिएका थिए। दर्शकबिन यसै गरी अर्को मुख्य समाचार रहेको छ। विभाजनको बाटोतर्फ काङ्ग्रेस। महाधिवेशन विषयमा शीर्ष स्थानमा नेता बीच टक्कर बढ्दै जाँदा नेपाली काङ्ग्रेस विभाजन
विभाजित हुन पुगेको छ। संस्थापन पक्षले महाधिवेशन रोक्ने र इतर समूहले जसरी पनि महाधिवेशन गर्नुपर्ने दबाव बढाएसँगै काङ्ग्रेस विभाजनको बाटोमा पुगेको हो। गत 15 मङ्सिरमा सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठकले 15औं महाधिवेशन आगामी 26 र 28 पुसमा काठमाडौँमा गर्ने निर्णय गरेको थियो। 1 महिना बढी समयसम्म चलेको यो बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा चर्को विवाद भएको थियो। विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुङ्गो लगाएका थिए, तर तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशनका माग चाहिँदैन। जाँच पार्टी नै विभाजन हुने डिलमा पुगेको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित स्थापन पक्ष नियमित महाधिवेशन 21 फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा रहेको छ। महामन्त्री दय गगन थापा, विश्वप्रकाश सर्व सहितका संस्थापक इतर पक्षहरूका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा रहेका छन्, तर नियमित महाधिवेशन तोकिएकै मितिमा नहुने देखिएपछि थापा शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्ने रणनीति साथ अगाडि बढेका छन्। महामन्त्री दयले बिहिबार संयुक्त विज्ञप्ति नै जारी गरेर आगामी 27 पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगत घोषणा गर्ने विशेष महाधिवेशन तयारी थालेका छन्। कार्यवाहक सभापति पूर्व बहादुर खड्का सहितका संस्थापक पक्षले नेताहरूसँग औपचारिक छलफल नै नगरी एकलौटी स्थगत गरेको भन्दै संस्थापक पक्षका नेता विशेष महाधिवेशन सकेसम्म रोक्न नसक्ने कार्यकर्ता छेक्ने रणनीतिमा जुटेका छन्। दर्शकबिन यसैगरी रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार। उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ। लामिछानेलाई काठमाडौँ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी मुद्दामा जिल्ला अदालत काठमाडौँले धरोटीमा रिहा गरेको थियो। जिल्लाको आदेश विरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा बेरितको निवेदन दिएको थिए। न्यायाधीश सय खडकनन्द तिवारी र दीपक कुमार खरेलको इजलासले धरोटीमा रिहा गर्न आदेश सदर गरेको हो। दर्शकबिन यसैगरी आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं दुर्गा परसाईको भनाई। राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा परसाईले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। बिहिबार सञ्चारकर्मीहरूसँग भएको वार्तापछि सञ्चारकर्मी कुरा गर्दै परसाईले सरकारले आइतबारसम्मको समय मागेको बताएका छन्। सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वार्ता भएको हो। प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबार बस्ने मन्त्री परिषद बैठकबाट कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। परसाईले भने सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा जान्छौं। दर्शकबिन यसैगरी मुख्यमन्त्री बानिया हेलिकप्टरमा वनभोज खाना गएको भन्दै आलोचना। आफ्नै खर्चमा गएको सचिवालयको दावी। बागमतीका मुख्यमन्त्री इन्द्र बानिया हेलिकप्टर चढेर वनभोज खाना सिराहा पुगेको विषय आलोचना भएको छ। सिराहा काङ्ग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खाना हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल भिडियोमा चर्को आलोचना भइरहेको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सभापति यादवले धनगढीमाई नगरपालिका 24 स्थित शहर अम्बामा पिकनिक गरेको थियो। मुख्यमन्त्री बानिया माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौडाबाट सिराहा पुगेका थिए। चर्को आलोचना भएपछि उनको सचिवालयले भन्दै आफ्नै खर्चमा हेलिकप्टर चढेको दावी गरेको छ। मुख्यमन्त्री बानियाको प्रमुख स्वकीय सचिव मिलन पुडौसनीले आफ्नै खर्चमा हेलिकप्टर चढेको दावी गरेका हुन्। उनले आज जलवायु सम्बन्धी कार्यक्रममा माग लिन सिन्धुपाल्चोकको गुम्बा डाँडा जाँदा हेलिकप्टर लगिएको बताउँदै त्यहाँ पुगेपछि सिराहाबाट काङ्ग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको र त्यसतर्फ गएको बताएका छन्। यसैगरी उनले भनेका छन्, बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्र बहादुर बानियाज्यू आज बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धित कार्यक्रम र सिराहामा भएको पार्टीको कार्यालयमा सिराहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवज्यूले गर्नुभएको निमन्त्रणमा सडक मार्ग हुँदै दुवैतर्फको कार्यक्रम सहभागी हुने असम्भव भएको हुँदा उहाँले नितान्त आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत दुवै कार्यक्रममा सहभागी हुनुभएको जानकारी गराउँदै भ्रमको पछि नलाग्न हुन सबैलाई जानकारी गराउँछु बताएका हुन्।